संसद राजनीतिको केन्द्र हो। यहाँ विचारको टकराव हुन्छ, दलगत स्वार्थका बहसहरू हुन्छन्। यस्तो उच्च राजनीतिक तापक्रम भएको ठाउँमा कर्मचारीहरूले बरफ जस्तै शीतल र स्थिर भएर काम गर्नुपर्ने एउटा विशेष परिस्थिति रहन्छ। तपाईहरू कुनै पनि राजनीतिक दलको कार्यकर्ता होइन, यो संस्थाको संरक्षक हो। जनप्रतिनिधिहरू आउने जाने क्रम चलिरहन्छ, तर सचिवालय एउटा त्यस्तो स्थायी खम्बा हो जसले संसदीय प्रणालीको निरन्तरता सुनिश्चित गर्दछ र प्रभावकारितामा विकास गरिरहन्छ। यसले स्थायी संसदको भूमिका निर्वाह गर्ने एउटा महत्त्वपूर्ण जिम्मेदारी निर्वाह गर्दछ। तपाईहरूको कलममा कसैको राजनीतिक आग्रह देखिनु हुँदैन, केवल संविधान र नियमावलीको अक्षर देखिनु पर्दछ। आजको यो ऐतिहासिक अवसरमा म एउटा गम्भीर विषयमा बोल्न बाध्य भएको छु। 2081 साल चैत्र 15 गते संसदमा आक्रमणको प्रयास सुरक्षा बलले असफल बनाएको थियो। अकारण संसदमा आक्रमणको प्रयास सुरक्षा बलले असफल बनाएको थियो, तर 23 भाद्र 2082 मा अचानक संसद भवनमा आक्रमण गरी दुःखद र गम्भीर स्थिति सृजना गरियो। त्यसको लगत्तै भोलिपल्टको अथवा 24 गतेको हमलाबाट संसद भवनलाई प्रहार गरी ध्वस्त गर्ने काम भयो। 27 भदौमा गएर संसदलाई नै विघटन गरिएको छ। यसको सोझो सान्दर्भिकता देखिँदैन र छैन। यो संसदीय व्यवस्थामाथिको प्रहार हो। पछिल्लो समयमा सरकारले संसद र यसको सचिवालयमाथि आर्थिक र प्रशासनिक रूपमा अदृश्य बन्देज लगाउने प्रयास गरिरहेको छ। म सभामुखको हैसियतले स्पष्ट शब्दमा भन्न चाहन्छु, संसद सरकारको अधीनमा रहने कुनै एउटा शाखा होइन र हुन सक्दैन। शक्ति पृथकीकरणको सिद्धान्त अनुसार संसद आफैमा पूर्ण स्वायत्त निकाय हो। संसदको बजेटमा अर्थ मन्त्रालयले कैँची चलाउनु, कर्मचारीको सेवा सुविधा र दरबन्दीमा प्रशासनिक बाधा पुर्याउनु भनेको अप्रत्यक्ष रूपमा व्यवस्थापिकालाई कार्यकारीले नियन्त्रण गर्ने उल्टो प्रयास हो। संसदको आर्थिक र प्रशासनिक साँचो सरकारको हातमा मात्रै हुने हो भने यो संसदले कसरी सरकारमाथि निष्पक्ष निगरानी र सन्तुलित कामहरू गर्न सक्दछ? यो अहिलेको बहस, छलफल र तुरुन्तै कार्यान्वयनमा सुधार्नुपर्ने विषय हो भन्ने कुरा म राख्न चाहन्छु। म सरकारलाई संसदको स्वायत्ततामा आँच आउने कुनै पनि गतिविधि नगर्न यसै मञ्चबाट सचेत गराउन पनि चाहन्छु। संसद कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो र लोकतन्त्र कमजोर हुँदा अन्ततः राज्य नै असफल हुन जान्छ। यी सवालमा आजको यो दिवसले हामीलाई स्पष्ट दिशा निर्देश गरेर लाग्नु नै आजको संसद दिवसको एउटा सार्थकता हो भन्ने मेरो दृढ अठोट तपाईहरुको अगाडि राख्न चाहन्छु। आज संसारभर र नेपालमा पनि नयाँ पुस्ता जेनजी आफ्ना मुद्दाहरू लिएर सडकमा छन्। उनीहरू सिस्टममाथि प्रश्न गरिरहेका छन्। नेपालमा पनि भदौ 23 र 24 गते भएको आन्दोलनमा युवाले उठाएका मुद्दालाई सम्बोधन गर्ने थलो संसद नै थियो। ती सडकका आवाजहरूले संसदभित्रै वैधानिक ठाउँ पाउने थिए, तर त्यस्तो हुन नदिएर बर्बाद भएको अवस्थामा आज हामी छौं। फेरि पनि यो विषय अदालतमा रहेकोले म धेरै भन्न चाहन्न। सम्मानित अदालतले समयमै न्यायिक निरूपण गर्ने नै छ भन्ने अपेक्षा गर्दछु। सडकको आन्दोलनले केवल दबाब दिन्छ, तर संसदले त्यसलाई कानुन र अधिकारमा बदल्छ। जेनजी पुस्ताले खोजेको पारदर्शिता, सुशासनको मागलाई आगामी दिनमा संसदले पूरा गर्ने विश्वास दिलाउन जरुरी छ। फेरि पनि आन्दोलन र राजनीतिक शक्ति प्रदर्शनको क्षति संसदले भोग्नु नपरोस्। हामीले यो संस्थालाई यस्तो बनाउनु पर्छ कि नयाँ पुस्ताले आफ्नो भविष्य सडकमा होइन संसदको निर्णयमा र सरकारको कार्यान्वयनमा देख्न सकोस्। अन्तमा संसद सेवाका सम्पूर्ण सहकर्मी मित्रहरूलाई म पुनः स्मरण गराउन चाहन्छु, तपाईहरुको कार्यकक्ष लोकतन्त्रको प्रयोगशाला हो। यहाँबाट निस्कने हरेक दस्तावेजले देशको भाग्य निर्धारण गर्दछ। व्यवसायिक मर्यादामा सम्झौता नगर्नुहोस्। सचिवालयको पुनर्संरचना, कर्मचारीहरूको वृत्ति विकास र काम गर्ने वातावरण सुधारका लागि म र सचिवालय नेतृत्व सधैँ तपाईहरुको साथमा रहनेछ। यो 19औं संसद सेवा दिवसले हामी सबैलाई एकताबद्ध भएर संसदीय सर्वोच्चता कायम गर्ने नयाँ ऊर्जा प्रदान गरोस्। धन्यवाद।